है यता हेर्नु है ल अन्जु दिदी ल प्रश्न दाइ ल के छ कसो छ कहाँ जा सब ठिक छ अब हामी मुस्ताङ ल ल हाम्रो यात्रा सुरु भयो यात्रा हाम्रो सन्तोष भाइको यात्रा होइन हाम्रो अब नमस्कार सम्पूर्ण दर्शक तथा श्रोता मित्रहरूमा हार्दिक स्वागत छ। आज हामी तपाईहरूलाई नेपालको सबैभन्दा सुन्दर धार्मिक र रोमाञ्चक सडक यात्रामध्ये एक यात्रामा लिएर जाँदैछौँ। यो यात्रा सुरु हुन्छ सुन्दर पर्यटकीय सहर पोखराबाट। बागलुङ कालिका भगवती मन्दिरमा दर्शन गर्दै विश्व प्रसिद्ध रूप्से झरनाको मनोरम दृश्य अवलोकन गर्दै हिमालको काखमा रहेको जोमसोम बजार हुँदै अन्ततः पवित्र मुक्तिनाथ धामसम्म पुग्नेछ। हामी अहिले आइपुगेका छौँ पश्चिम नेपालको प्रसिद्ध धार्मिक तीर्थस्थल बागलुङ कालिका भगवती मन्दिरमा। घना हरियाली वनको बीचमा अवस्थित यो मन्दिर सदियौंदेखि लाखौं श्रद्धालुको आस्थाको केन्द्र बनेको छ। नेपालका विभिन्न जिल्ला मात्र होइन, भारत लगायत अन्य देशबाट पनि दर्शनका लागि भक्तजन यहाँ आउने गर्छन्। मन्दिर परिसरमा प्रवेश गर्ने बित्तिकै मनमा छुट्टै शान्ति र श्रद्धाको भावना जाग्छ। चारैतिरको हरियाली, चराचुरुङ्गीको चिरबिर आवाज, मन्दिरमा बजिरहेको घण्टीको धुन र भक्तजनको जयकाराले वातावरणलाई अझ पवित्र बनाइदिएको छ। विश्वास गरिन्छ कि सच्चा मनले माता कालिकाको पूजा र आराधना गरेमा मनोकामना पूरा हुने गर्दछ। त्यसैले यहाँ दैनिक सयौं भक्तजन पूजा, दर्शन र भाकल गर्न आउने गर्छन्। मन्दिर परिसर निकै सफा, व्यवस्थित र शान्त देखिन्छ। दर्शनका लागि आउने प्रत्येक भक्तजन अनुशासित रूपमा लाइनमा बसेर आफ्नो पालो पर्खिरहेका छन्। यहाँ पुग्ने जो कोहीले मनमा अद्भुत शान्ति र सकारात्मक ऊर्जा महसुस गर्न सक्छ। हामी पनि श्रद्धापूर्वक माता कालिकाको दर्शन गर्छौँ, पूजा अर्चना गर्छौँ र सम्पूर्ण परिवार, साथीभाइ तथा देशको सुख, शान्ति र समृद्धिको कामना गर्दछौँ। दर्शन सम्पन्न भएपछि मन्दिर परिसरबाट वरिपरिको प्राकृतिक सौन्दर्य निहाल्न सकिन्छ। हरियाली जङ्गल, कालीगण्डकी क्षेत्र र वरपरको रमणीय वातावरणले यहाँ आउने सबैलाई मोहित बनाउँछ। केही समय यही बिताएर हामी तस्बिर र भिडियोहरू पनि कैद गर्छौँ ताकि यी सुन्दर क्षणहरू जीवनभर सम्झन सकिन्।
भए भाइ उमा शिव माता पिता कुमार भए भाइ हरियाली चरणमा राम धनी गाई One, two, three, 4, 5, 6, 7, 8. Bagus. Mama. Wow. Beautiful. Bye-bye.
बाटो हिँड्नुपर्ने सबै नेता छ है यस्तो बाटो बाइक ल्याउने बाइक त आउँछ नि यो त सजिलै बाइकको लागि त्यो त राम्रो हो नि यो बाटो यो बेचिने हो कि सबभन्दा बिग्रेको अब हामी आइपुगेका छौं मुस्ताङ यात्राको सबैभन्दा आकर्षक प्राकृतिक गन्तव्यमध्ये एक रूप्से झरना। म्याग्दी जिल्लाको अन्नपूर्ण संरक्षण क्षेत्रभित्र बेनी जोमसोम सडक खण्डको किनारमा अवस्थित यो झरना करिब 100 मिटर भन्दा बढी उचाइबाट पहाडको भिर हुँदै तल झर्छ। यसको गर्जन, चिसो पानीको फोहरा र वरिपरिको हरियालीले यहाँ पुग्ने प्रत्येक यात्रुलाई मन्त्रमुग्ध बनाउँछ। पोखराबाट मुक्तिनाथ जाने अधिकांश यात्रु केही समयका लागि यहाँ रोकिन्छन्। झरनाको आवाज टाढैबाट सुनिन थाल्छ र नजिक पुग्दै जाँदा यसको विशालता र सुन्दरताले सबैको ध्यान खिच्छ। वर्षायाममा रूप्से झरना अझ शक्तिशाली र आकर्षक देखिन्छ। पानीको मात्रा बढ्दा यसको दृश्य झन भव्य बन्छ। हिउँद र बसन्तमा पनि सफा आकाश, हरिया डाँडा र झरनाको संयोजनले अर्कै किसिमको सौन्दर्य प्रस्तुत गर्छ। झरनाको नजिक पुग्दा चिसो पानीको फोहरा अनुहारमा ठोक्किन्छ, जसले यात्राको थकान एकैछिनमा हराइदिन्छ। यहाँ बसेर केही समय प्रकृतिको आवाज सुन्नु आफैमा एउटा अद्भुत अनुभव हो। रूप्से झरनाको वरिपरि स्थानीय होटेल, रेस्टुरेन्ट र विश्राम गर्ने ठाउँहरू पनि छन्। यात्रुहरूले यहाँ तातो चिया, कफी वा स्थानीय त्यो आरू बहर चिनीहरू आउनु चिजहरू
टाउको कस्तो भइरहेछ रमाइलो अलिअलि टाउको दुखेको अहिले ड्रेस लाउने भनेको मार्फामा हो ट्रेडिसनल ड्रेस मार्फाको बस्तीका होमस्टे मार्फामा यो स्याउ अहिले स्याउ यस्तो फैलिरहेको छ हेर्नुहोस् है यो सब स्याउ हो स्याउ हो चक्लेटी हो स्याउ यात्राको क्रममा मुस्ताङको मुटुमा रहेको एउटा सुन्दर र शान्त मार्फा गाउँमा पुगियो। सुन्दर स्याउ बगनमा रमायौं। यस गाउँका सफा ढुङ्गाले छापिएका गल्लीहरूमा हिँड्दा छुट्टै आनन्दको अनुभूति भयो। स्थानीय परम्परागत वेशभूषा लगाएर केही अविस्मरणीय तस्विरहरू खिच्ने अवसर पनि मिल्यो। त्यो क्षणले यहाँको आजको हाम्रो यो भ्याकेसन 83 भ्याकेसन कस्तो भइरहेको छ आज भ्याकेसन रमाइलो भइरहेको छ बेना दिदी बेनासँग घुम्न पाइएछ रमाइलो भन्छ भान्जा भान्जी छन् हजुर रमाइलो भइरहेको छ आजको घुमाइ चाहिँ अब आज हाम्रो जोमसुमसम्म हुनेछ अनि जोमसुमबाट हामी फेरि मुक्तिनाथ हुन्छ दर्शन गरिन्छ अनि हामी ब्याक टु पोखरा अनि आजलाई चाहिँ हाम्रो यो नै हुनेछ है त नमस्कार मनिषा हो के अरे मुस्ताङ घुम्न आएर हामीलाई एकदमै खुसी लागिरहेको छ अनि आउने साथीहरूलाई नि भन्न चाहन्छु कि एकचोटि घुम्नु होला मार्फा गाउँ घुमेर यो के गल्ली जेरी गल्लीमा एकदम रमाइलो टिकटकहरू भिडियोहरू बनाउनु होला हस्त धन्यवाद भ्याकेसन मनाउनलाई चाहिँ एकदम रमाइलो छ र सम्पूर्णलाई चाहिँ एकचोटि फेरि
एउटा सुन्दर अनुभव बन्यो। धन्यवाद मार्फा, फेरि भेट्ने आशा सहित। विभिन्न रमणीय ठाउँहरूको अवलोकन गर्दै प्राकृतिक सौन्दर्यलाई नजिकबाट अनुभूति गर्दै हामी अन्ततः हिमाल पारीको सुन्दर सहर जोम्सोम आइपुग्यौं। दिनभरको लामो यात्रापछि जोम्सोमको शीतल हावा, शान्त वातावरण र हिमाली बस्तीले मनलाई बेग्लै आनन्द दियो। साँझपख हामीले जोम्सोम बजारको अवलोकन गर्यौं। रातिको उज्यालोमा झिलिमिली बनेको बजार, स्थानीय जीवनशैली र शान्त वातावरणले यात्रालाई अझ स्मरणीय बनायो। केही समय बजार घुम्दै त्यहाँको माहौलको आनन्द लियौं र अर्को दिनको मुक्तिनाथ यात्राको उत्साह मनमै बोकेर त्यही जोम्सोममा बास बस्यौं।
दिदी भन्दा नि विक भयो कि भनिन्छ नि भगवानले तिमी एक कदम अघि बढ म 100 कदम साथ दिन्छु। अन्ततः हामी पवित्र मुक्तिनाथ धाममा आइपुग्यौं। भगवानको कृपाले 108 धारामा स्नान गर्ने र 2 पवित्र कुण्डमा डुबुल्की लगाउने सौभाग्य प्राप्त भयो। चिसो पानी भए पनि मनमा अद्भुत शान्ति, आनन्द र भक्तिको अनुभूति भयो। भगवान मुक्तिनाथको दर्शन गर्दै आफ्नो परिवार, आफन्त र सम्पूर्ण देशवासीको सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गरे। यहाँको पवित्र वातावरण, हिमालको काख र आध्यात्मिक ऊर्जाले यो यात्रा जीवनकै अविस्मरणीय क्षण बनायो। म त नडुब्ने हो। अङ्कित भयो मन्दिर होइन मन्दिर आइयो दर्शन गरियो स्किलले हो नि घाटको रातवाला गरियो। हेलो कमेडी भिडियो मुक्तिनाथमा डुबेर दिदी सबैको होइन मनोकांक्षा इच्छाहरू पुरा भयो। पूजाको सामग्री लिएर है मुक्तिनाथमा चाहिँ
साइला मुक्तिनाथ मन्दिरको पवित्र दर्शन सम्पन्न गरेपछि हाम्रो यात्रा अझै सुन्दर गन्तव्यतर्फ अघि बढ्यो। अब हाम्रो पाइला मुस्ताङको मनमोहक ढुम्बा तालतर्फ मोडियो। हिमालको काखमा अवस्थित यो शान्त र स्वच्छ तालको प्राकृतिक सौन्दर्यले मनलाई तुरुन्तै लोभ्यायो। यहाँको शीतल हावा, नीलो पानी र वरिपरिको मनोरम दृश्यले यात्राको थकान बिर्साइदियो। केही समय तालको किनारमा बसेर प्रकृतिको आनन्द लिँदै अविस्मरणीय सम्झनाहरू क्यामेरामा कैद गर्यौं। साँच्चै मुक्तिनाथको आध्यात्मिक अनुभूतिपछि ढुम्बा तालको प्राकृतिक सुन्दरताले हाम्रो यात्रालाई अझ विशेष र अविस्मरणीय बनाइदियो। How I feel? It's good. Yes. साइला मायामा हाडुल हेर्नुहोस् है गाइज, खतरा। भनिन्छ नि, समयले हामीलाई जहाँ पुग्नुपर्ने हो त्यहीँ पुर्याउँछ। जीवनको यात्रामा कहिलेकाहीँ यस्ता अवसरहरू आउँछन् जसले सधैँका लागि सुन्दर सम्झना छोडेर जान्छन्। हिमाल पारीको सुन्दर जिल्ला मुस्ताङको यो यात्रा पनि मेरो लागि त्यस्तै एउटा अविस्मरणीय अनुभव बन्यो। प्रकृतिको अनुपम सौन्दर्य, त्यहाँको संस्कृति र यात्राभरि बिताएका हरेक पलले मनलाई गहिरोसँग छोयो। यो विशेष अवसर मिलाइदिनुहुने आदरणीय दाई र दिदीप्रति म हृदयदेखि नै धेरै धेरै धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु। यहाँहरूको माया, विश्वास र साथले यो यात्रा अझ विशेष र अर्थपूर्ण बन्यो। यी सुन्दर सम्झनाहरू जीवनभर मनमा रहनेछन्।
फेरि यस्तै सुन्दर यात्रामा सँगै हुने आशासहित सबैमा हार्दिक धन्यवाद। थ्याङ्क यू सो मच वन्स अगेन।